Hi guys, welcome to my YouTube channel New Day New Vlog. अनि आज चाहिँ म मेरो मोमाको चौतारामा छु। यो देख्न सक्नुहुन्छ यो चाहिँ मोमाको चौतारा हो। हजुरहरुलाई चौतारा भनेको के हो भनेर पनि लाग्छ होला। चौतारा भनेको चाहिँ जब मान्छे मरिन्छ, डेथ हुन्छ, त्यसपछि उहाँहरुको सम्झनामा बनाइदिने एउटा चिन्ह जहाँ चाहिँ मान्छेहरु हिँड्ने बाटो हुन्छ, त्यसमा त्यही ठाउँमा बनाइन्छ। त्यसमा चाहिँ चौतारो भनिन्छ। यस्तो देख्नुहुन्छ यो चाहिँ मेरो मोमाको चौतारा हो। पोपाको पाले बनाइदिनु भएको हो यो चाहिँ। अनि यहाँ चाहिँ एउटा पानी पनि छ, किनभने यो कुवा पनि हो, पानी खाने ठाउँ। अनि यो जति पनि यो देख्नुहुन्छ यता चाहिँ हाम्रो खेतहरू हो, यता अलाइन चाहिँ बारी। तर अहिले कसैले नि गर्नु हुँदैन, खेतीहरू सबै बाँझो छ, यो अरूहरू पनि छ, तल खोला। अनि आज चाहिँ म कालिङ्गो खोज्न आइरहेको छु। यो चाहिँ पारी जङ्गलमा पाइन्छ। जङ्गल एकदम ठुलो छ, डर पनि लागेको छ। तर म जान्छु, खोजेर ल्याउँछु। पाउँछ पाउँदैन थाहा छैन, आई डोन्ट नो। यसलाई चाहिँ हाम्रो अरुङ खोला भन्छौँ। यो चाहिँ यता चाहिँ हाम्रो खेती हो। अनि यता उँभो चाहिँ हाम्रो पुरा अलैँची बारी थियो पहिला, तर अहिले सब मास्यो अरे। अनि खोला चाहिँ भलाइरहेको छ, एकदम खोला के भन्छ कालो भइरहेको छ, नत्र सफा हुन्थ्यो। किनभने भलाएपछि त अलरेडी कालो हुन्छ, किनभने फोहोरहरू भएर आउँछ नि त। सो त्यसैले यो चाहिँ हाम्रो खेत हो। तुम्हाहरूले पनि देख्नुहुन्छ होला, मेरो भिडियो हेर्नुहुन्छ होला। अनि हाम्रो खेती हामी त गर्दैनौँ, तर अध्यय दिनुभएको छ पापाहरूले, कोपाहरूले दिनुभएको। अरू कसरी अध्यय गर्नुहुन्छ। यस्तो चाहिँ खोला त कस्तो कालो देखिरहेको छ। मलाई डर पनि लागेको छ कि भालुहरू हुन्छ कि जस्तो लागेर। जङ्गलमा तर लेट्स से हेर्नुहोस् न, मान्छे कोही पो छैन त, कोही एकजना पनि हुँदैन। यहाँ किडन्याप गरेर के भयो भने पनि कोही पनि थाहा पाउँदैन। यो चाहिँ खोल्सा, यसलाई चाहिँ के भन्छ, यसलाई अधेरी खोल्सा भन्छ होला। अधेरी खोल्सा नै हो जस्तो लाग्छ। बाटो यस्तो हुन्छ, बाटो फेरि पुरा चिप्ली झऱ्यो भने गयो, एक बोलाङ लड्यो। बाटो चाहिँ एकदम खराब क्या। अरू मेन भन्दा प्रब्लम भन्दा पनि हेर्नु यस्तो डर लाग्यो। ढुङ्गा लडी झऱ्यो भने गयो। बाटोको हालत हेर्नु, सर्पा थियो भने कस्तो हुन्छ होला यस्तोमा। अब चाहिँ एकदमै डर लाग्दो बाटो आयो है। पुल आयो, पुल लडी झऱ्यो भने एकैचोटि खोलामा। उफ, खोला पुरा भलाइरहेछ। कालिनिङ्गो भनेको चाहिँ यस्तो हो, तर जङ्गलमा खोल्ने पनि डर लाग्ने क्या। अब यस्तो जङ्गल छ हेर्नु न, अब कहाँ हेर्ने, डर लागेको छ। मलाई घरमा हुँदाखेरि चाहिँ मलाई एक्लै सक्छु जस्तो लागेको थियो, तर यहाँ एकछिन मलाई डर लाग्दैछ। यस्तो कालिनिङ्गो चाहिँ हेर्नु न, कत्रो बडा छ। यहाँ अलरेडी फिक्सिङ भएको छ। फेरि आजभोलि मान्छे कोही पनि हुँदैन क्या गाउँमा, प्रायः जस्तो सबै बाहिर हाइब्रिड गएको हुन्छ नि त। अनि यसो जङ्गलतिर मान्छेहरू कोही पनि हुँदैन। त्यो छैन, ब्याक टु द निङ्गो त थिएछ कि, तर टिप्नु भएछ क्या अरू कसैले, अरू मान्छेहरू पनि। अझै खोला कस्तो
यस्तो डरलाग्दो कुरा हेर्नु न हौ यस्तो पहाड यस्तो जङ्गल छ नि त मान्छे कोही भेट्यो पनि हुन्छ त्यस्तै भइसक्यो मलाई मान्छे कोही हुँदैन कोही आउने होला नि छैन सिधैसँग छ भाइ भाइ भूत जस्तो कोही भेटेन एउटा पनि छैन फेरि सब टिपिहाल्नु पर्छ क्या सबै कोही छैन एकजना अब बाटो टिप्ने अब सबै एउटा मन डराएको छ बाटो खुट्टा दुखेर मास्छ ल अहिले म डर लाग्न थाल्यो निगो नि पाएन बाटो यस्तो छ अब जानुपर्छ डर लागेर म चाहिँ सातो जान्छ अब आयो त्यो डर भन्ने चिज चाहिँ किन लाग्छ होला है डर भन्ने चिज चाहिँ बहुत डर लाग्यो बाटो खुट्टा दुखेर त्यही माथि हिँड्नु भएको छैन हेर्न बाटो यस्तो छ सागो थियो बल्ल आएको फेरि कसरी जानु भइरहेछ मलाई डर लागेर मेरो कानको छिरी भएको यार म त मरे यार घरि के देख्छु अरे भगवान मेरो टाउको त कस्तो जिरिङ भयो ल जाउँ अब कालिनिङ पुगेन अब फेरि ब्याक टु घर पनि थुप्रो टाइम लाग्छ यार आउने बेला आइहाल्यो होइन जानु एकदम गाह्रो कसरी जानु होला भोक पनि लागिरहेको छ भोक लाग्न थाल्यो कालिनिङको त अलिअलि पाउँथ्यो कि थियो तर मलाई डर लाग्यो एक्लै यस्तो डराएको छ नि जङ्गलमा पुरा डर लाग्यो मलाई मेरो हातले के टुकीतिर यत्रो फुलाइदियो डाम नै बसाइदियो अब चाहिँ मलाई भोक लाग्यो घर जाउँ अनि निगो नै अलिकति भेटिहाल्यो होइन यति बेला पुग्छ हामीलाई दुईजना मात्रै हो कुप्पा मात्रै अनि अब तपाईँहरूलाई मैले बाटोमा के देख्छु सब म क्यामेरामा क्याप्चर गर्छु है त पहिला अनि मेरो मुमाहरूले पापाहरूले यही बाटोमा गएर सिलाउनु हुन्थ्यो अहिले त गएर सुन छैन पुरा बाटो यहाँ मुनि चाहिँ यस्तो कराउँछ कि हेर्नु न कस्तो कराउँछ क्या खोला नि त यत्रो साउन्ड आइरहेछ घर त जाडो छ चाहिँ जङ्गल पारी हाम्रो खरबारी पनि छ आधार बस्ने ठाउँ ढिर त्यो चाहिँ मेरो माइला दाई हाम्रो चाम्लिङ भाषामा बुवा भन्छौँ उहाँको चाहिँ नाममा कोपाले
के चौतारा बनाइदिनु भएको सक्नुहुन्छ ल्याइदिनु भएछ पापाहरूले तल चाहिँ हाइटो त्यो दुईवटा खोला छ लङ्खुवा खोला र अरुण खोला यताको लङ्खुवा यताको अरुण खोला यता हाम्रो यतापट्टि खेत अनि त्यही हो यसको नाम चाहिँ टिम्बुरको बोट हो हजुरहरूलाई कतिलाई थाहा पनि छ होला टिम्बुर के हो भनेर एभ्रिवान म चाहिँ घरमा आइ पनि सकेँ एकदमै पानीमै पर्यो देख्न सक्नुहुन्छ घाम पानी एकदमै भोक पनि लाग्यो मलाई नेक्स्ट भिडियो है त